हेलो गाइज, दिस इज माई च्यानल। आजबाट चाहिँ म मिनी ब्लग बनाउँदैछु। सबैजनाले माया गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। आजको ब्लगमा चाहिँ हामी मेहन्दी लगाऊँ ल। तर म जापानमा हो, मेरो काममा चाहिँ यता चाहिँ लाउन पाउँदैन। काममा देख्यो भने गाली गर्छ, त्यही पनि लगाऊ हेरौँ कस्तो हुन्छ। तर मलाई मेहन्दी लगाउन चाहिँ आउँदैन। युट्युबबाट या कतैबाट हेरेर लगाऊँ। यो लगाउने सोचिरहेको छु ल। लेसको कस्तो हुन्छ ट्राई गरौँ। मैले पुरै त लगाउँदैन, किनभने चाहिँ मेरो काम छ 2 दिनपछि मेरो 2 हप्ताको छुट्टी हो। त्यसपछि म फुल हातमा लगाउने छु। तपाईहरुले चाहिँ मलाई कमेन्ट गरिदिनु होला कि कस्तो छ, राम्रो छ कि नै भनेर प्लिज। अनि गीत सुन्दै लेसको हामी मेहन्दी लगाउन। तर मेरो हात यस्तो लगाएपछि देखाउँछु ल। थोड़ा डिफ्रेन्ट त छ, त्यही पनि केही छैन, लगाऊँ ल। मलाई आफ्नो हिसाबले लगाउन चाहिँ मन लाग्छ। मलाई पनि भिडियो बनाउँदै लगाउन मन त थियो, तर ज्ञानभरि साथ दिने मान्छे छैन। सो लगाऊँ हेरौँ ल कस्तो हुन्छ। ओ माई गुडनेस, मलाई चाहिँ राम्रो लाग्छ। मेरो फर्स्ट टाइम त होइन, मैले पहिला लगाएको छु आफै, त्यही पनि मलाई चाहिँ मन परेको छ। लेट्सको गाइस, यो फोटो भन्दा चाहिँ थोड़ा डिफ्रेन्स छ, थोड़ा होइन धेरै डिफ्रेन्स छ। त्यही पनि हेरौँ कस्तो हुन्छ। मलाई लगाउन चाहिँ मन लाग्छ, तर राम्रो चाहिँ आउँदैन मलाई लगाउन चाहिँ। मलाई पनि भिडियो बनाउँदै लगाउन चाहिँ मन थियो, तर मान्छे मोबाइल सत्तिने मान्छे छैन नि त। अनि त्यही भएर पहिला लगाऊँ अनि भिडियो बनाऊँ, लगाऊँ अनि भिडियो बनाऊँ। ओके, कस्तो हुन्छ मलाई चाहिँ कमेन्ट गरेर भनिदिनु होला प्लिज। लगाउँदै गीत सुन्दै, लगाउँदै गीत सुन्दै गरौँ ल। तपाईहरुले चाहिँ मलाई कमेन्ट गरेर चाहिँ भनिदिनु होला कि मेरो मेहन्दी कस्तो भयो। नराम्रो भए पनि राम्रो भयो भनिदिनु होला। भिडियो बनाउँछु भने चाहिँ भिडियो बनाउन पाएन, मेहन्दी बनाएर छोड्दे हो ल। आज गरौँ, मेरो आज लास्ट डे, आज सबै फुल बनाउँछु ल। ओके, आज म सब मेहन्दी लगाउँछु। अनि मेरो चाहिँ आज लास्ट डे हो कामको, होइन। अब यहाँ गएर मलाई गाली गर्न पनि पाउँदैन, केही नि गर्न पाउँदैन, हातमा किन लगाएको भन्न पनि पाउँदैन। यो चाहिँ मैले काम गर्ने ठाउँ। लेट्स गो, आज चाहिँ कम्प्लिट गर्नुपर्छ ल। ओके, लगाएको मेहन्दी पनि देखिसक्यो। हाती पनि ट्राई गरौँ, हल्का हाती पनि अर्को चाहिँ लगाऊँ ल। केही छैन, यसबाट हल्का हल्का बाहिर लगाऊँ अनि के हुन्छ हेरौँ। लेट्स गो। लेट्स बनाउनु त पुनः लास्ट कार हुँदैछ आफूले लाउँदा, तर बिचको मैले राम्रो लगाएको थिएँ। आज जोस नराम्रो देखियो, त्यही पनि ओके। फर्स्ट ट्राई हो, राम्रो छ। भाइ मैले सबै देखाइदिएँ कि देखाउनु जस्तो लाग्यो भएन। ओके, सो ब्याड। आज